हामी जाम गइहाल्यो ल है तिमीलाई बहिनीलाई फोन गरिदिन्छु नि त्यसपछि ए ल म हिँडिहालेँ किन त्यो झार्नेको नलगेको होला त्यो केटीहरूलाई कस्तो नराम्रो व्यवहार गर्छ अनि बरु पुलिसले पनि खोज्दै थियो बरु पुलिसकोमा खबर गरिदिउँ न ए हो र त्यसमा त पुलिसलाई खबर गरेर म जाने गर्छु नि त ल ल बोलो के भएको बिहानदेखि गाह्रो पनि भयो भन्थे पेट पनि दुख्यो भन्थे खै के भएको होला नाच्दै थाहा भेट्यो नाच्छु डक्टरकोमा लान थाल्यो किन होइन बिहानदेखि काशी बिरामी भयो त्यही भएर अन्त खोइ त पुलिस आए के भइरहेछ नमस्ते के भएको उहाँलाई पेट दुखिरहन्छ बेला बेला ज्वरो नै आइरहेको छ त्यसो केही भएको होइन रहेछ स्वास्थ्यको लापरवाही नगर्नु त्यति भएको छ त्यही त भयो नि तपाईँले खाना खानु अगाडि र खाना खानेपछि हात धुनु भयो होला मजाले साबुन पानीले हात धुनु हजुरलाई केही हुँदैन कुन साबुन युज गर्दा राम्रो होला हजुरले कुनै पनि साबुन युज गर्नु पर्दैन युज गर्नु लाइक गर्नु लाइफ बोय प्रयोग गरी स्वस्थ रह लाइफ बोय 100%